आजको दिन चाहिँ हाम्रो घरमा पाक्दैछ यो चिजको तरकारी। यो चिज के होला त? भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। हेलो 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 सो हेलो गाइज, दर्शन नमस्ते। मेरो आजको छोटो मिठो मिनी ब्लग हेरेर साथ दिने सम्पूर्णलाई मैले चाहिँ आज बजारतिर जाम भन्ने सोचिरहेको छु, तर बाहिर यस्तो घाम देखेर बजारतिर जाने मन नै लागिरहेको छैन। जाने मन त लागिरहेको थिएन, तर जसो तसो इमर्जेन्सी काम परेको हुनाले म बजारतिर लागिसकेको छु। अरू कुरा त ठिकै छ, तर बजारतिर जान पाएपछि को चाहिँ खुसी हुँदैन र? तर पनि बाहिरतिर लास्टै भन्दा पनि लास्टै धेरै घाम भएको हुनाले मलाई चाहिँ जाने मन लागिरहेको छैन। जाम कि नजाम भन्दा भन्दै म घरदेखि हिँडिसके, तर घाम भने लास्टै छ। यति चर्को घाममा हिँड्दा चाहिँ धेरै नै पीडा भोगिराख्नु परेको छ मैले, होइन? टाउको दुखिरहेको छ घामले लास्टै भन्दा नि लास्ट। बाटोमा जाँदै मैले मेरो बहिनीलाई भेटेँ। मेरो बहिनी चाहिँ ठुली मम्मीको घरदेखि आफ्नो घर आउँदै थिए। बहिनीले चाहिँ काँचो आँप ल्याएर आएको रहेछ अचार हाल्नको लागि भनेर। खोइ एउटा दिन त टेस्ट गरम भनेको, तर मलाई यस्तो चर्को घाममा चोकिलो आँप खाने मन लागेन क्या। त्यसैले मैले बहिनीलाई फिर्ता गरिदिएँ। म चाहिँ बजारमा आउन साथ पहिला यता टिकटक स्टार दादासँग भेटेँ, किनकि उहाँसँग भेटेपछि मेरो फेसबुक टिकटकको भ्युज हल्का बढी आउँछ कि। टिकटक स्टारलाई भिडियोमा देखाएपछि भ्युज बढी नआउने भन्ने त कुरै भएन। तर उहाँले भिडियो चाहिँ बनाउन दिइराख्नु भएको थिएन। मैले जबरजस्ती भए पनि उहाँको भिडियो बनाएर निस्किएँ त्यहाँदेखि। यतातिर चाहिँ घरतिर गइहाल्नु पर्यो भनेर यहाँदेखि म निस्किएँ, तर मेरो साथीले चाहिँ पैसाको बिटै समाएर गन्न लागेको देखिसकेपछि साथीको पुछ छोडेन क्या मैले, किनकि उनले आज मलाई नास्ता खिलाउँछु भन्ने बाचा गरेका थिइन्। मेरो साथीले चाहिँ नास्ता खिलाउँछु भन्ने बाचा गरे तापनि मलाई नास्ता खाने मन नलागेको हुनाले मैले खाएन। त्यही नास्ता नखाएको हुनाले मेरो साथीले चाहिँ मलाई यता डायरी किनिदिए, किनकि मलाई स्किप लाग्दाखेरि हल्का सहज हुन्छन्। दुलुदेखि चाहिँ आउँदै गर्दा हामी आधा घन्टाको बाटो हिँडेर आउनुपर्छ। त्यसरी टक टक पारेर आधा घन्टाको बाटो हिँडिसकेपछि फाइनली घर पुग्यौँ। घर पुगिसकेपछि चाहिँ हाम्रो घर वरिपरि सल्लो हालिएको छ क्या खलामा, पानी आएपछि झार नउम्रियोस् भनेर। त्यसैले यो सल्लोमा बसेर चट्ट रेस्ट गर्नुको मजा नै बेग्लै हुन्छ क्या। सोफामा बस्यो भन्दा पनि धेरै आनन्द आउँछ भने यो सल्लोमा बस्दाखेरि। कसको घरमा यसरी सल्लो हाल्छन् यसो कमेन्ट गर्नु होला है। हाम्रो घरमा मात्रै हो कि सल्लो हाल्ने? तपाईँहरूको घरमा पनि हो? यसो जान्न पाएको भए पनि हुन्थ्यो के चट्ट पारेर। म घरमा आउँदासम्म मेरो हजुरआमा र बहिनी पनि सल्लोमै बसेर रमाइरहेका थिए। मेरो बहिनीले चाहिँ मोबाइल चलाउँदैछ भने मेरो हजुरआमाले चाहिँ तरकारी केलाउँदै हुनुहुन्छ। मेरो हजुरआमा चाहिँ के को तरकारी केलाउँदै हुनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा होइन होला। यसको नाम हो निउरे भन्छन्, कसैले डौरे भन्छन्, थाहा छैन है मलाई। यो तरकारी चाहिँ प्राय खोला खोल्साहरूमा पाइने गर्छ। खोला खोल्साहरूमा टक्क फलिरहेको हुन्छ क्या, नरोपे पनि यत्तिकै न। यसलाई खोज्नको लागि चाहिँ हामी चट्टा पारेर खोला खाल्साहरूमा जान्छौँ, अनि भेटियो भने खान्छौँ, नत्र यत्तिकै बस्छौँ। यत्तिकै भोकै चाहिँ बस्दैनौँ, तर पनि अब अरू कुनै पनि तरकारी बनाएर खान्छौँ, यही खानुपर्छ भन्ने हुँदैन। अहिलेको लागि चाहिँ हामी